स्रष्टालाई सम्मान लोक संस्कृतिको संरक्षण स्रष्टालाई सम्मान लोक संगीतको प्रवर्धन यही हो हाम्रो प्रमुख अभियान लोकदोहोरी प्रतिष्ठान राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल युके शाखा ए रहर थियो ए शोभा मलाई सुना माया दिलमै नाम लेखाउन ए मनैमा माया भए तापनि ए सुना माया नमिल्ने देखाउन ए सुना माया नमिल्ने देखाउन छम छम नाचिदेऊ न्युरेर हातमा रुमाल कानमा फुल सिउरेर छम छम नाचिदेऊ न्युरेर हातमा रुमाल कानमा फुल सिउरेर ए हातमा रुमाल कानमा फुल सिउरेर कृपया ताली बज्छ पक्कै पनि मन पर्यो भने नमस्कार म शोभा त्रिपाठी नमस्कार म कृष्ण सुवेदी नवौं लोकदोहोरी स्वर्णिम साँझमा सबैजनालाई स्वागत छ नेपाली कला संस्कृति र लोकदोहोरीको भव्य उत्सव राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल युके शाखामा यहाँहरू सबैजनालाई हामी सम्मान गर्दछौँ उपस्थितिको लागि त्यसैगरी नेपाली संस्कृति नेपाली पहिचान लोकदोहोरी हाम्रो शान नेपाली कला संस्कृति लोकदोहोरी संगीतलाई सबैले माया गरौँ जहाँ स्रष्टाको सम्मान हुन्छ जहाँ स्रष्टाको सम्मान हुन्छ जहाँ नयाँलाई प्रोत्साहन गरिन्छ जहाँ स्रष्टाको सम्मान हुन्छ जहाँ नयाँलाई प्रोत्साहन गरिन्छ जहाँ देशको कला संस्कृति गला गलामा भरिन्छ जहाँ देशको कला र संस्कृति गला गलामा भरिन्छ त्यहाँ राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान भेटिन्छ त्यहाँ राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान युके शाखा देखिन्छ एकपटक युके शाखालाई यहाँ सबैजनाले जोरदार तालीद्वारा सम्मान व्यक्त गरिदिनका लागि अनुरोध गर्न चाहन्छौँ आज शोभा त्रिपाठी साँच्चै राम्रो देखिनु भएको छ अब मभन्दा पनि वास्तवमा उहाँ चाहिँ सिनियर हो तर उहाँभन्दा म बुढो देखिन थालिसकेँ तर उहाँ चाहिँ भर्खरकै हुनुहुन्छ अब उहाँले चाहिँ खास उमेरको हिसाबले मैले उहाँलाई दिदी भन्न पर्ने हो तर हामी साथी भएका छौँ खास तपाईँको उमेर कति भयो शोभा लौरेलाई सोध्नुपर्छ मेरो एउटा गीत थियो नि लौरेको छोरो बेगर्न थियो लौरेको छोरो बेगर्न थियो केटी धेरै छोरी धेरै छन् भनेर गयो फर्केर यो मेरो फर्स्ट एल्बम थियो ठ्याक्कै लौरीहरूलाई भेट भएको छ लौरीको अगाडि उमेर गनिँदैन नि होइन विष्णु गुरुङ दाई कता हुनुहुन्छ गीतकार विष्णु दाई यही हुनुहुन्छ अघि हाम्रो प्रेम दाईले केही कुराहरू राख्नु भएको थियो सबैजना कन्ने हो तर उहाँले खास चाहिँ छेड हानेको शोभा त्रिपाठीलाई हो एक्चुअली प्रेमका दाईको नाममा ताली बजाइदिनुहोस् त प्रेम दाईले कन्ने कुमारी देखेको शोभा त्रिपाठीले मात्रै हो है विशेष गरी हामीले सम्झनै पर्छ हाम्रो कलाकार संयोजक आफैमा रत्न जडित हुनुहुन्छ रत्न साई दाई कहाँ जानुभयो एकदमै जेन्टलम्यान एकदमै पावरफुल है एकदमै एक्टिभ खुसी लाग्यो एकदमै तर युके म पहिलोपटक आएको विष्णु गुरुङ दाईले कहिल्यै सम्झिनु भएको होइन मलाई है अनि युके टेक्ने बित्तिकै सबैभन्दा पहिला मलाई सम्झिनु भएको दाई चाहिँ म बिर्सनै सक्दिनँ होला सायद जीवनभर है हाम्रो साउन्ड सिस्टममा पनि हुनुहुन्छ हाम्रो राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान शाखा युके को संरक्षक पनि हुनुहुन्छ आदरणीय व्यक्तित्व टङ्क शेरचन दाई ठ्याक्क भूमिमा टेक्ने बित्तिकै युके को भूमिमा टेक्ने बित्तिकै पहिलो कल मलाई राष्ट्रिय लोक दोहोरी गीतमा आउनुपर्छ है बहिनी तिमीले सुरुवातदेखि नै कार्यक्रम चलाएकी थियौ भन्नुभएको थियो दाईप्रति एकदमै नतमस्तक छु म यसै गरी राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान शाखा युके को अध्यक्ष मेरो सहकर्मी उहाँ सगरमाथा टेलिभिजनमा भाषाभाषी समाचार पढ्दै गीत गाउनुहुन्थ्यो अहिले हाम्रो युके शाखाको अध्यक्ष हुनुभएको छ मनसुदन थापा मगरलाई विशेष म धन्यवाद दिन चाहन्छु यहाँ उपस्थित हुनुभएका सबैजनालाई धेरै धेरै माया धेरै धेरै सम्झना लामो दारी पाला रहेछ कृष्ण
लामो दारी पाला रहेछौ काले काले, यहाँ त सबै गोरे देख्छु म है। लामो दारी पाला रहेछौ काले काले, यही काले कृष्ण माथि मेरो दिल जान थाले है। ओके, चोखो माया लाउने भए जोस कर है कान्छी, चोखो माया लाउने भए जोस कर है कान्छी, लामो दामो यही दारीले घोसला होस कर है कान्छी, लामो लामो यो दारीले घोसला होस कर है कान्छी। तर लाउरीहरूलाई सजिलो छ कि हाम्रो लाउरी सोल्टीज्यूहरूलाई, दारी पनि हुँदैन घोस्दा पनि घोस्दैन। अब हामी यहाँहरूलाई स्वागत गर्दैछौँ स्वागत गीतबाट, जसको लागि यस स्टेजमा सङ्गीतकार मित्रहरू यहाँहरूलाई स्टेजमा हामी आमन्त्रित गर्दैछौँ। फिल्ममा चर्चित गायक सङ्गीतकार मिनबहादुर गुरुङ, धनबहादुर गुरुङ, सन्तोष पुन, रेशम पाछे मगर, यज्ञ विक, सबै 101 सिङ्गर हुनुहुन्छ। 101 राजजीलाई पनि म स्टेजमा आमन्त्रित गर्छु। सबैजना 101 सिङ्गर हुनुहुन्छ, सङ्गीतकार हुनुहुन्छ। आदरणीय दाई, यहाँलाई पनि मेरो धेरै सम्मान छ। सबैजनालाई म स्टेजमा आमन्त्रित गर्छु। हामी स्वागत गीततर्फ जाँदैछौँ। स्वागत गीतको लागि म सबैभन्दा पहिला मेरो सहकर्मी कृष्ण सुवेदीज्यूलाई अनुरोध गर्दछु। यसै गरी मन्जु विक, प्यारी बहिनी, मैले जब एनटिभी प्लसमा इन्टरभ्यू लिएकी थिएँ टी टाइममा, त्यतिखेर चाहिँ सोही अन्तर्वार्ताबाट पहिलोपटक चाहिँ युके आउने मौका पाछु है दिदी भनेर कोसेली बोकेर गएकी थिइन् मन्जु विक। मैले पनि फेरि ठाडो भाका गाउँछु है, मन्जुको साथ पाएमा। हामी लमजुङतिर साथसाथै हुन्छौँ, ठाडो भाका पनि गाउँछौँ। यसै गरी ललिता पुन बहिनी, गायिका ललिता पुन, रुपी सिन्जाली चिटिक्क परेकी नानी, स्टेजतर्फ आमन्त्रित गर्छु। सबिना बुढा, सम्पूर्ण सोनिकुर, सम्पूर्ण कलाकार साथीहरू यहाँलाई स्टेजतर्फ आइदिनु हुन अनुरोध गर्दछु। रेशमा तामाङ, गोविन्द पुन, सरिस्मा रामजाली, सरिस्माको ओहो, म त जिम हेर्दा नै यति फ्यान भएको छु। सरिस्मा धेरै वर्षदेखि यही क्षेत्रमा छिन्, ब्युटिफुल लेडी। अस्मिता राणा, यहाँलाई पनि म स्टेजमा आमन्त्रित गर्दछु। सम्पूर्ण कलाकार साथीहरूलाई स्टेजमा स्वागत गीतको लागि आमन्त्रित गर्दै स्वागत गीतमा सरिक भइदिनु हुनको लागि हार्दिक अनुरोध गर्दछु। गीतको बोल रहेको छ राष्ट्रिय गीत पूर्वको मेची हाम्रै हो। पश्चिममा कालिनी हाम्रै हो, पूर्वको मेची हाम्रै हो, पश्चिममा कालिनी हाम्रै हो। ए हो दाइ हो, हामी नेपाली हाम्रो नेपाल, हामी नेपाली हाम्रो नेपाल, उत्तरको हिमाली हाम्रै हो, दक्षिणको तराई हाम्रै हो, उत्तरको हिमाली हाम्रै हो, दक्षिणको तराई हाम्रै हो। ए हो दाइ हो, हामी नेपाली हाम्रो नेपाल, हामी नेपाली हाम्रो नेपाल।
हाम्रो नेपाल हामी नेपाली हाम्रो नेपाल पूर्वको मेची हाम्रै हो पश्चिम महाकाली नि हाम्रै हो उत्तरको हिमाली हाम्रै हो दक्षिणको तराई नि हाम्रै हो ए हो दाइ हो हामी नेपाली हाम्रो नेपाल हामी नेपाली हाम्रो नेपाल हामी नेपाली हाम्रो नेपाल ए हामी नेपाली हाम्रो नेपाल ए हामी नेपाली हाम्रो नेपाल थ्याङ्क यू सो मच थ्याङ्क यू सो मच एकपटक सबैजनाले जोरदार ताली हातमाथि गरेर बजाइदिनु होला हामी राष्ट्रको माया जहाँ गएर पनि गर्छौँ अझ हामी परदेशीहरूलाई राष्ट्रको माया धेरै लाग्छ त्यसरी हामी नेपालबाट आएका कलाकारलाई पनि युकेमा एकदमै धेरै माया दिने गर्नुहुन्छ हामी स्रष्टालाई सम्मान लोक संस्कृतिको संरक्षण स्रष्टालाई सम्मान लोक सङ्गीतको प्रवर्धन ए हो हाम्रो प्रमुख अभियान लोक दोहोरी प्रतिष्ठान राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल युके शाखा